हेलो गाइज वेलकम टु माई ब्लग। स्वागत छ मेरो ब्लगमा तपाईहरुलाई। गाइज म चाहिँ गाइज आज चाहिँ बिहानै आलु खन्न आएको छु गाइज है बारीमा। सो मेरो ब्लग हेर्दै गर्नु होला गाइज। यदि तपाईहरु मेरो च्यानलमा नयाँ छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला गाइज। यहाँ चाहिँ आलु खन्न आएको छ। आलु चाहिँ यस्तो माथि निस्किएको छ गाइज है। मुला पनि छ गाइज। मुला है मुला गाइज हेर्नुस् मुला गाइज है। वाउ कति ठुलो मुला गाइज। यता चाहिँ प्याज छ है। प्याज उता लसुन है। औलेहरू केराउ सब छ गाइज है। आलु खन्दैछ हामी चाहिँ अब गाइज हेर्दै गर्नु होला गाइज। आलु 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 है आलु ल यत्रो निस्किन्छ कि एउटा बोटमा यस्तो निस्किन्छ गाई आलु। यता राख्नुपर्छ यहाँ राखेको छु मैले। आलु आलु ओ कति धेरै आलु। ओहो ओहो आलु ओहो आलु छ गाइज टन्नै। गाइज आलु दामी निस्केछ गाई आलु है। खन्ने क्रम जारी छ हाम्रो। आलु खन्ने क्रम ओहो आलु 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 ओहो आलु आलु धेरै आलु। ओ कति धेरै आलु गाइज। एउटै बोटमा यति धेरै गाइज। 1 किलो फलेछ गाइज। ओह कट हो कति धेरै 1 किलो भन्नु धेरै होला हौ यहाँ त यार। आलु 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 आओ कति धेरै आलु। कत्रो रहेछ है। ठुलो रहेछ यहाँ त। आलु खन्ने मान्छे आलु खन्ने मान्छे हे यहाँ छ गाइज। आलु खन्न पर्ने यता है सबै आलु खन्न पर्ने। खै त आलु छैन त। गाइज आलु कत्रो छ गाइज आलु है।
ल गाइस हाम्रो आलु चाहिँ यति बनायो गाइस है हेर है ओ माइ गॉड यो चाहिँ कति ठुलो छ गाइस है ओ कति ठुलो आलु ओ यसै आलु सानो लाग्छ हो ल त 15 सेकेन्ड यही छले अनि मलाई चोगना खामा खा तुसी दे ओ लो 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 उकायो 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 ओ आजा मुला दा कति ठुलो मुला भाँचेछ नि त है हाजी हेट भाँच्यो मुला भाँचिहाल्यो नि है ओके गाइज आलु खान आउनु है गाइजहरू ए अझै टन्नै छ खानलाई ल साग टिक्दैछ साग यहाँ हाम्रो चाहिँ साग पनि छ यही सब छ गाइज तरकारीहरू चाहिँ ए यहाँ त बन्दा हुँदैछ खाने बेला अब दा यहाँ त प्याज पनि छ यो तोरी है यहाँ त केराउ केराउ छ यहाँ फेरि गाइज केराउ केराउ चाहिँ यहाँ छ है गाइज केराउ अनि यता गाजर छ फेरि गाइज यहाँ गाजर हे गाइज यहाँसम्म खानुपर्छ गाइजहरू है हो त गाइज बाई बाई गाइज आजलाई मेरो ब्लग यहीसम्म आजलाई गाइज